हेलो साथीहरू, मैले चाहिँ आज यहाँ तिते करेला र टमाटरको मिठो अचारको रेसिपी लिएर आएको छु। त्यसको लागि तिते करेला सुरुमा मसिनो पारेर काट्ने। जति पातलो बनायो त्यति छिटो पाक्छ। अरू बेला तरकारी बनाउँदा जस्तै हो काट्ने तरिका चाहिँ। त्यसपछि टमाटर चाहिँ अलिक मजाले पाकेको टमाटर भए अझ राम्रो हुन्छ। टमाटर चाहिँ अलिक बेसी चाहिन्छ। त्यस पछाडि तेल हाल्ने। अरू सेम तरकारी पकाए जस्तो यो लसुन पड्काउने, खुर्सानी पड्काउने। अनि त्यस पछाडि त्यो काटेको करेला लाएर अनि भुट्ने। त्यसपछि यसमा तरकारीलाई जस्तै भुट्ने मजाले। अनि बेसार, नुन, मसलाहरू लाउने। ढुटो मसला, बेसार, नुन त्यति हो। अनि त्यस पछाडि मजाले भुट्ने। तेल चाहिँ अलिक बेसी चाहिन्छ। अनि त्यस पछाडि यस मरमसला लगाइसकेपछि अनि छोप्ने एकछिन। अनि त्यसपछि छोपेपछि एकछिन भुटिन्छ। अनि त्यस पछाडि यस्तो हुन्छ। अनि मजाले भुटिन्छ तरकारीलाई जस्तै, तरकारी भुटे जस्तै। अनि त्यस पछाडि चाहिँ अनि काटेर राखेको टमाटर सट्ट हालेर अनि चलाउने हो, मजाले चलाउने। अनि त्यस पछाडि मजाले चलाउने। यो चाहिँ करेला पाकिसकेपछि लायो भने अझ राम्रो हुन्छ, नभए करेला क्यारक हुन्छ। त्यस पछाडि अनि टमाटर लाएर मजाले एकछिन चलाउने, मसलाहरू सबैतिर पुग्ने गरी। अनि त्यसपछि फेरि एकछिन छोप्ने। अनि टमाटर पाक्नको लागि छोप्नुपर्छ एकछिन। अनि छोपिसकेपछि अनि मजाले पाकेपछि टमाटर यस्तो हुन्छ, मजाले फ्यात्त भएर गल्छ। अनि त्यस पछाडि यसमा अर्को कुरा भनेको अनि लाउने भनेको तिलको छोप लाउनुपर्छ। तिल भुटेर पिसेको ढुटो छोप लाएर अनि मजाले चलाउने। मजाले चलाइसकेपछि सबैतिर पुग्ने गरी मजाले चलाउने, उल्टाइ पल्टाइ। त्यसपछि दामी अचार तयार हुन्छ। त्यसपछि अनि जिब्रो फड्काउँदै खाने हो।